दूध मन पराउने साथीहरू एक लाइक ठोक्नुहोस् र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र रक्सी मन पराउने साथीहरू यो भिडियो एकछिन छोडेर जानुभए ठिकै हुन्छ किनभने आजको कन्टेन्ट दूध जस्तै सेतो र सफा छ। नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई ट्रियो रिभ्यूमा। आजको यस भिडियोमा हामीहरू रिभ्यू गर्न जाँदैछौँ न्यू नेपाली सिरियल केसरीको अब आउने भागमा के भयो र अब आउने भागमा के होला त भनेर। भिडियो लास्ट इन्ट्रेस्टिङ हुनेवाला छ, त्यसैले पनि भिडियो अन्तिमसम्म हेर्नुहोला भन्दै लागौँ यता साथीहरू भिडियोतर्फ। प्रहरीहरूले सिर्जनामाथि हमला गरेको बसन्तले नभएर यो सबै इन्द्रको चाल खेल हो भनेर इन्द्रलाई जेलमा लैसकेका छन् र इन्द्रले आफूले गरेको कुकर्मको फल पाइसकेका छन् र उता भने बसन्तले भने सिर्जनालाई एकदम मन परिरहेका छन् पनि हामीले देख्न सक्छौँ र उता भने केसरी भने प्रेग्नेन्सी भनेर आमाले भन्नुभएको छ। अब कुराकानी गरौँ अब आउने भागमा के होला त भनेर। साथीहरू मलाई लाग्छ केसरी प्रेग्नेन्ट छैनन् कि जस्तो पनि लागिरहेको छ। सिर्जनाको पेटमा बच्चा छ भन्ने कुरा सुनेपछि त बसन्तले केसरीलाई भुलिसकेका छन्। केसरीको त यादै छोडेर उनी त सिर्जनाको पछाडि दौडिरहेका छन्। साथीहरू के बसन्तले अब आउने भागमा केसरीलाई छोड्लान् त के केसरीलाई भन्दा सिर्जनालाई मन पराउलान् त? तपाईहरुलाई के लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न भने नछुटाउनु होला। र साथीहरू जे जस्तो भए तापनि सिर्जनालाई माया त गर्नुपर्छ, तर साथीहरू माया गर्नुपर्छ बच्चा छ भन्नेमा केसरीलाई छोड्नु त यो राम्रो त होइन नि दर्शक महानुभावहरू। केसरीले सानैदेखि मन पराउँथिन् बसन्तलाई र मन पराउने मायाको जित हुन्छ भने जस्तै मायाको जित भयो। तर माया गरिसकेपछि विवाह गरिसकेपछि यो छोड्नु त ठिक त भएन नि, होइन र साथीहरू? उतिखेर बसन्तले सिर्जनालाई विवाह गरे अनि छोडे र फेरि केसरीलाई पनि विवाह गरे र छोड्छन् कि जस्तो पनि लागिरहेको छ। यो सबै गर्नु गलत हो भन्ने जतिले एक लाइक गरी कमेन्ट बक्समा गलत हो लेख्न भने नछुटाउनु होला। जे जस्तो भए तापनि अब आउने भाग एकदमै बब्बाल हुनेवाला छ जस्तो लागिरहेको छ।